नमस्कार साथीहरु, के तपाईलाई थाहा छ नेपालमा हरेक वर्ष लाखौं युवाहरूले एउटै सपना बोकेर एउटै दौडमा सामेल हुनेछन्। त्यो दौड हो लोक सेवा आयोग। कसैलाई यो एउटा जागिर मात्र लाग्छ, तर कसैका लागि यो एउटा आफ्नो वंशको इतिहास बदल्ने एउटा सुनहरो अवसर हो। के तपाई पनि लोक सेवामा नाम निकालेर आफ्नो बुबा आमाको सिट ठाडो बनाउन चाहनुहुन्छ? के तपाई त्यो निलो प्लेटको गाडी, सरकारी क्वार्टर र समाजमा पाइने त्यो दबदबा भएको सम्मान पाउन चाहनुहुन्छ? धेरैलाई लाग्छ कि लोक सेवा पास गर्न मन्त्रीको पावर चाहिन्छ वा असाध्यै धेरै जान्नु पर्ने हुन्छ, तर सत्य के हो भने लोक सेवा कुनै भाग्यको खेल होइन, यो त एउटा सही सिस्टम र मेहनतको परिणाम हो। आजको यो स्पेशल भिडियोमा म लोक सेवाको ती सबै सत्य कुरा खोल्नेछु जुन कुरा सायद तपाईले अहिलेसम्म कसैले भने छैन। आज हामी लोक सेवा भन्नेको के हो भन्ने मात्र होइन, यसले तपाईको जीवन कसरी बदल्न सक्छ भन्ने बारे पनि स्टेप बाइ स्टेप कुरा गर्नेछु। यदि तपाई आफ्नो करियर प्रति गम्भीर हुनुहुन्छ भने यो भिडियोको 1 सेकेन्ड पनि मिस नगर्नु होला। ल त सुरु गरौँ आजको यो धमाकेदार यात्रा। ल अब यहाँ हेर्नु, योमा सबैभन्दा पहिला बुझौं कि लोक सेवा भनेको के हो। सजिलो भाषामा भन्दा लोक सेवा भनेको राज्य सरकारले जनताको सेवाका लागि खटाउने सरकारी कर्मचारी भर्ना गर्ने एउटा निष्पक्ष र स्वतन्त्र संवैधानिक निकाय हो। इन सर्टमा बुझ्दाखेरि लोक सेवा आयोग अर्थात पब्लिक सर्भिस कमिसन नेपालको संविधानले नै अधिकार दिएको एउटा यस्ता स्वतन्त्र निकाय हो जसले सरकारी सेवाका लागि योग्य कर्मचारी छनौट गर्नेछ। त्यसपछि नेपालको संविधान अनुसार सरकारी सेवामा योग्य व्यक्तिहरू छनौट गर्ने यो निकाय बनाइएको हो। यसले कुनै पनि नेता वा शक्तिको दबावमा नपरी केवल योग्यताको आधारमा मान्छे छान्ने काम गर्छ। यदि तपाई सरकारी जागिर खान चाहनुहुन्छ भने तपाईले लोक सेवा आयोगले लिने परीक्षा पास गर्नुपर्ने हुन्छ। भन्नाले यहाँ कुनै पनि मन्त्री, नेता वा ठूलो मान्छेको सोच सिफारिस चल्दैन। जसले परीक्षामा सबैभन्दा राम्रो लेख्छ र अन्तर्वार्तामा आफूलाई अव्वल साबित गर्छ उसले मात्र जागिर पाउनेछन्। त्यसैले लोक सेवालाई नेपालको सबैभन्दा विश्वासिलो र निष्पक्ष संस्था मानिन्छ। त्यसपछि अब यहाँ हेर्नु कि लोक सेवा आयोगले कुन कुन निकायको परीक्षा लिने गर्छ। पहिले लोक सेवाले निजामती अर्थात सिभिल सर्भिसको मात्र परीक्षा लिने गर्थे, तर अहिले यसको कार्यक्षेत्र धेरै ठूलो भएको छ। यसले मुख्य गरी निमन निकायहरूको परीक्षा लिने वा परीक्षाका लागि सहमति दिने गर्छ। इन सर्टमा बुझ्दाखेरि धेरैलाई लाग्छ कि लोक सेवाले सिडिओ वा गाविस सचिवको मात्र परीक्षा लिने गर्छ, तर यस्तो होइन। लोक सेवाको कार्यक्षेत्र धेरै ठूलो छ। अब तल हेर्नु कि लोक सेवा आयोगले कुन कुन निकायको परीक्षा लिने गर्छ। यसमा सबैभन्दा पहिलो नम्बरमा आउँछ निजामती सेवा अर्थात सिभिल सर्भिस। यसमा प्रशासन, लेखा, राजस्व, परराष्ट्रिय, इन्जिनियरिङ, स्वास्थ्य र कृषि जस्ता विभिन्न सरकारी कार्यालयका कर्मचारीहरू जस्ता कि खरिदार, सुब्बा, अधिकृतदेखि सचिवसम्म पर्दछन्। सजिलो भाषामा भन्दाखेरि निजामती सेवा अन्तर्गत प्रशासन, लेखा, राजस्व, इन्जिनियरिङ र स्वास्थ्य जस्ता सरकारी कार्यालयका सबै कर्मचारीहरू पर्नेछन्। त्यसपछि नम्बर 2 मा आउँछ सुरक्षा निकाय। सुरक्षा निकायको परीक्षा पनि लोक सेवाद्वारा नै सञ्चालन हुने गर्छ। अब तल हेर्नु कि सुरक्षा निकायतर्फ कुन कुन सेवा पर्छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग अर्थात सीआईडी को भर्नामा पनि लोक सेवा आयोगको अनिवार्य संलग्नता हुन्छ। त्यसैगरी नम्बर 3 मा आउँछ अन्य सरकारी संगठित संस्थाहरू। तर यो जान्नु भन्दा पहिला यदि तपाईलाई भिडियो इन्फर्मेटिभ लागिरहेछ भने भिडियोलाई एउटा लाइक गरिदिनु होला र यस्ता नै लोक सेवाका न्यू अपडेट सबैभन्दा अगाडि हेर्नका लागि च्यानललाई सब्स्क्राइब गरी अल नोटिफिकेसन बटन अन गरिहाल्नु होला। अल नोटिफिकेसन बटन अन गरे पश्चात के हुन्छ भने मैले कुनै लोक सेवा सम्बन्धी नयाँ अपडेट हाल्छु त्यो चाहिँ हजुरको समक्ष सबैभन्दा अगाडि पुगिहाल्छ। र यति डिटेलमा हजुरलाई पुरा युट्युबमा एउटा पनि भिडियो भेटाउने छैन। यदि तपाईलाई विश्वास छैन भने गएर सर्च हान्नु। ल अब यहाँ हेर्नु अन्य सरकारी संगठित संस्थाहरू। तर संगठित संस्थामा लोक सेवा आयोगले कुन कुन निकायको परीक्षा लिने गर्छ त्यो जान्नु भन्दा पहिला यो जानिहाल्नु कि संगठित संस्था भनेको के हो। नेपाल सरकारको 50% वा सो भन्दा बढी शेयर भएका संस्थाहरू जस्ता कि नेपाल विद्युत प्रविधिकरण, नेपाल टेलिकम, नेपाल वायु निगम र विभिन्न सरकारी बैंकहरू जस्ता कि नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक आदिको परीक्षा पनि लोक सेवा आयोगले नै लिने गर्छ। त्यसैगरी नम्बर 4 मा हेर्नु अन्य संवैधानिक निकायहरू जस्ता कि निर्वाचन आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महालेखा परीक्षाको कार्यालय आदिको कर्मचारीहरूको परीक्षा पनि लोक सेवाले नै लिने गर्छ। त्यसपछि अब यहाँ हेर्नु कि लोक सेवा किन महत्त्वपूर्ण छ अर्थात लोक सेवा किन रोज्ने। स्वच्छ प्रतिस्पर्धा भन्नाले साफ प्रतिस्पर्धा हुन्छ। यहाँ धनी गरिब वा चिनजानको आधारमा होइन, जसले धेरै पढ्छ उसले मात्र नाम निकाल्न सक्छ। त्यसपछि अब यहाँ हेर्नु कि निशुल्क र निष्पक्ष। यसको परीक्षा प्रणालीमा कसैले धाँधली गर्न सक्दैन। त्यसैले यसलाई नेपालको सबैभन्दा विश्वासिलो निकाय मानिन्छ। इन सर्टमा बुझ्दाखेरि तपाईले किन लोक सेवा तयारी गर्ने त यसका केही ठोस कारणहरू छन्। सबैभन्दा पहिला अस्थायी जागिर। यसमा जागिर जान डर हुँदैन। त्यसपछि सेवा सुविधाहरू। एक पटक सरकारी जागिर भएपछि आकर्षक तलब, पेन्सन र औपचारिक खर्च सुविधाहरू पनि हुन्छ। त्यसपछि सबैभन्दा महत्त्वपूर्ण देशको सेवा। तपाईले सीधा जनताको सेवा गर्न अवसर पाउनुहुन्छ। र त्यसपछि सबैभन्दा लास्टमा सामाजिक प्रतिष्ठा र यो चाहिँ सबै मान्छेलाई चाहियो। यदि एक पटक तपाईले सरकारी जागिर खाइहाल्नु भयो भने सरकारी कर्मचारीलाई समाजले हेर्ने दृष्टिकोण नै फरक र सम्मानजनक हुनेछन्। ल त्यसैगरी अब यहाँ हेर्नु कि जागिरको सुरक्षा। लोक सेवा पास गरेर सरकारी जागिर खानु भनेको सामाजिक प्रतिष्ठा र भविष्यको सुनिश्चितता हुनु हो। इन सर्टमा बुझ्दाखेरि यदि तपाईले एक पटक सरकारी जागिर खाइहाल्नु भयो भने समाजमा तपाईको इज्जत प्रतिष्ठा बढ्नका साथै साथ पैसा पनि निकै राम्रो कमाउन सक्नुहुन्छ र तपाईको नोकरी जान पनि कुनै डर हुँदैन, किनकि एक
पटक सरकारी जागिर भएपछि कसैले कसैको नोकरी त्यतिकै छिन्न सक्दैन। त साथीहरु, लोक सेवा एउटा युद्ध जस्तो हो र यो युद्ध जित्नका लागि तपाईले कुनै हतियार होइन, केवल दृढ संकल्प चाहिन्छ। बाटो सजिलो पक्कै छैन, तर याद राख्नुहोस्, सजिलो बाटोले कहिले पनि सफलताको शिखरमा पुग्याउँदैन। कतिले तपाईलाई भन्छ कि यो तबाट हुन्न, यो त धेरै गाह्रो छ, तर ती मान्छेहरूलाई आफ्नो सफलताले जवाब दिनु होला। आजबाट एउटा लक्ष्य बनाउनुहोस्, सही किताब छान्नुहोस् र आफ्नो मेहनतमा विश्वास राख्नुहोस्। जब तपाईको नाम लोक सेवाको अन्तिम सूचीमा निस्किनेछ र तपाईको घरमा खुसीको आँसु बग्नेछ, तब तपाईलाई लाग्छ कि त्यो हरेक रातको अनिदो र मेहनत सफल भयो। तपाईलाई यो भिडियो कस्तो लाग्यो? के तपाई लोक सेवाको तयारी कसरी सुरु गर्ने भन्ने बारे जीरो टु हिरो गाइड चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तल कमेन्ट गरेर यस भन्नु होला र यो भिडियोलाई आफ्ना ती साथीहरुसँग शेयर गर्नुहोस् जोसँग सपना त छ तर बाटो थाहा छैन। त ल साथीहरु, आजको लागि यतिकै। भिडियो मन पराएमा भिडियोलाई लाइक गरी च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला र अर्को भिडियोमा अझै विशेष जानकारीका साथ भेट्नेछु। तबसम्म तपाई आफ्नो मेहनत जारी राख्नुस्। जय नेपाल।